तर जनप्रतिनिधि भएर आइसकेपछि सर्वे सर्वामै छोटे राजामै भन्ने प्रवृत्ति वडा नम्बर 14 मा छ। 8 बजे घटना घट्दाखेरि 10:30 11 बजेसम्म पनि जनप्रतिनिधि बाहिर नआउनु भनेको सायद उहाँको फोनको घन्टी घुम्दैछ होला सम्माननीय ज्यूहरुकोमा। बिल्डिङ बनाएर आज 10,000 20,000 50,000ले गर्दाखेरि एउटा 26 वर्षको युवकले ज्यान गुमाएको छ। युवक भनेको देशको होनहार व्यक्ति, एउटा युवकले ज्यान गुमाएको छ, परिवारमा रुवावासी चलेको छ। यस्तै अटेरीपन गर्ने र मै छोटे राजा भन्ने जनप्रतिनिधि भएसम्म युवा मात्र होइन वृद्ध बच्चाले पनि ज्यान गुमाउनु पर्छ। कि 3 जना वडा सदस्यहरू हुनुहुन्छ, वडा सदस्यहरू हाम्रो सपोर्टमा हुनुहुन्छ, हामीलाई वडा अध्यक्षले तिर्दैन। तपाईहरु चन्दागिरी नगरपालिका वडा नम्बर 14 को जनप्रतिनिधिसँग पनि कुरा गर्न सक्नुहुन्छ यसको बारे चाहिँ। डेली अनलाइन मिडिया तपाईको हरेक पलको साथी। आज जस्तो तपाईहरुले वडा कार्यालय वडा अध्यक्षज्यूको घर त्यस्तो तोडफोड गर्नुभएको त्यहाँनिर ढुङ्गामुढा गएका तपाईहरुका माग के भन्न चाहनुहुन्छ? अब माग त अब कानुनले अब जुन कानुन छ अब कानुनले कसरी यो अनुसन्धान गर्ने हो, अनुसन्धानको दायरामा त बस्नुपर्छ। हामी चाहिँ माग चाहिँ के भनेपछि जुन वडा अध्यक्ष कानुनले चाहिँ एकदमै राम्रो अनुसन्धान गरेर चाहिँ जो दोषी हो त्यसलाई चाहिँ कारबाही गर्नु पर्यो। वडा अध्यक्ष दोषी पाए वडा अध्यक्षलाई चन्दागिरी स्पोर्ट्स क्लबको समिति दोषी पाए चन्दागिरी स्पोर्ट्स क्लबका समितिलाई नै कारबाहीको ज्यानमारा मुद्दा हुन्छ कि यिनीलाई अझै भन्दा ठुलो कारबाही हुनु चाहिँ हाम्रो माग हो। अनि प्लस अर्को माग भन्नाले यो माग भन्नाले म एक्लैले माग गरेर हुने कुरा होइन। माग भन्नाले सम्बन्धित परिवारलाई पनि हामी त्यो सल्लाह लिनुपर्छ। माग भनेको हामी सम्बन्धित परिवारलाई चासो नदिए पनि उहाँलाई चाहिँ हामी एउटा कस्तो भनेपछि त्यो परिवारलाई चाहिँ उचित क्षतिपूर्तिको पनि हामी माग चाहन्छौँ। तर यति क्षतिपूर्ति भनेर अहिले हामी खुलाउन चाहन्न। तर क्षतिपूर्ति प्लस यो जुन यो अपराधी यो जबरजस्ती बनाउन खोजेको यो चन्दागिरी स्पोर्ट्स क्लबको समिति जो अत्तेरी भएर यो सबै तपाईले स्थानीय अरूसँग पनि जानकारी लिन सक्नुहुन्छ। यिनीहरूलाई चाहिँ कारबाही हदैसम्मको कारबाही हुनु जरुरी छ। हामीले चाहिँ यो घटनाको विस्तृत जानकारी चाहिँ हिजो यो घटना आज भयो, हिजो हामी मेयर साहब उपमेयरज्यू चन्दागिरी नगरपालिकाको प्रवक्ता सबैलाई हामीले यो यस्तो भइरहेछ भनेर जानकारी गराइसकेका थियौँ। हुँदा पनि उहाँहरूले पनि अब के भयो अब ढिला भयो कि के भयो उहाँले पनि चासो देखाउनु भएन। यसको लागि चाहिँ अहिलेको मेन घटना भनेको दोषी चाहिँ मैले देखेको प्रत्यक्षमा दोषी देख्दा चाहिँ वडा कार्यालयमा हामीले रोकाको निवेदन दिँदा पनि जबकि 3 जना वडा सदस्यहरू हुनुहुन्छ, वडा सदस्यहरू हाम्रो सपोर्टमा हुनुहुन्छ, हामीलाई वडा अध्यक्षले तिर्दैन। तपाईहरु चन्दागिरी नगरपालिका वडा नम्बर 14 को जनप्रतिनिधिसँग पनि कुरा गर्न सक्नुहुन्छ यसको बारे चाहिँ। अवश्य तपाईहरु वडा अध्यक्षको घरमा जानु भएछ हैन? मेरो नाम नेसन महर्जन हो, म नैकाप स्पोर्ट्स क्लबको अध्यक्ष र यो जुन यो अहिले विरोध भइरहेको जुन विरोध गर्नेमा चाहिँ म पनि यो टिममा पर्छु। हाम्रो एउटा सिङ्गो चन्दागिरी यो चन्दागिरी भन्नाले हाम्रो यो चन्दागिरीको वडा नम्बर 8 ले सार्वजनिक जग्गा हाम्रो वडामा धेरै छ। अनि हाम्रो सार्वजनिक जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो। हामीले सार्वजनिक जग्गामा अतिक्रमण गर्न दिनु हुँदैन हिसाबले चाहिँ हामीले यो काम थाले हौँ। तर घटना आज यस्तो भयो। वडा अध्यक्षको घरमा तपाईहरु जानु भएर चाहिँ त्यहाँ लाठीचार्ज पनि भयो भन्ने सुन्यो, के भयो त्यहाँ चाहिँ? वडा अध्यक्षको लाठीचार्ज चाहिँ खासै भएन। वडा अध्यक्षको लागि हामी नारा लगायौँ, हामी शान्तिपूर्वक नारा लगायौँ। कारबाहीको नारा लगाउँदा चाहिँ उहाँले चाहिँ उहाँ माथि हुनुहुन्थ्यो चाहिँ उहाँको दमको बिरामी हुनुहुन्छ भन्नु थाहा पाएर चाहिँ हामी उहाँ तल झर्नु भएन। परिस्थिति पनि त्यस्तै थियो के कारणले हो। तर अनुसन्धान चाहिँ हुनुपर्छ यसको लागि। वडा अध्यक्ष चन्दागिरी स्पोर्ट्स क्लबका पदाधिकारी उनीहरूलाई चाहिँ हदैसम्मको यो कारबाही हुन जरुरी छ। यो अब चाहिँ कस्तो भनेपछि यहाँ यो गुपचुप यसलाई चाहिँ फेरि सिधाउन कोसिस पनि गर्न सक्छ यो राजनीतिक पार्टीले। अब त्यस्तो छ हदैसम्म चाहिँ कारबाही हुनुपर्छ भने यो अत्तेरी तरिकाले वडा कार्यालय के दाम आदर्श सदस्य तपाई आज यहाँ विरोधमा आइरहनु भएको छ स्थानीय हुनु के भन्न चाहनुहुन्छ? भाइहरूले गर्नुभएको चाहिँ यो निर्माणमा चाहिँ रोक्का गर्न पाऊँ भन्ने निवेदन राख्नु भएको रहेछ। उहाँले चाहिँ अत्तेरी तरिकाले चाहिँ यो निर्माण कार्य सुरु गर्नुभयो। उहाँहरूले त्यस्तो गर्नु भएपछि चाहिँ उहाँहरूले चाहिँ आज चाहिँ हामी एकपटक जाउन त भन्ने हिसाबमा चाहिँ सरसल्लाह तरिकाले गरेर जाउन भन्दाखेरि चाहिँ आज अचानक चाहिँ यो घटना हुन गयो। त्यसमा चाहिँ कस्तो हो भने यो वडावासीहरूलाई यो हाम्रो जुन जनप्रतिनिधि 3 जना छन् उनीहरूलाई कुनै पनि मान्छे गन्दै नगनिकन चाहिँ जब 2 जना के वडा अध्यक्ष र यहाँ सदस्य 1 जना छ हैन
रामरी बस्ने वडा अध्यक्ष सदस्य दिपक श्रेष्ठ उहाँले चाहिँ दुईजनाले मात्रै उहाँलाई पनि पेलेर चाहिँ हाम्रो निवेदन कुनै पनि स्वीकार्य नगरिकन यो बनाउन लाग्नु उहाँले स्वीकृति पनि पाउनु भएको छैन चन्दागिरी स्पोर्ट क्लबबाट यो क्लब निर्माणको लागि भने नगरपालिका लगायत विभिन्न उहाँले कुनै ठाउँबाट पनि यो कागजपत्र नलिकन यो बलमा चाहिँ हाते बलमा निर्माण हाते बलमा हजुर हाते बलमा स्थानीय कसैको पनि सपोर्ट छैन छैन हाम्रो स्थानीयको कसैको पनि सपोर्ट सोध्नुहोस् सबैलाई होइन स्थानीयको कसैको पनि सपोर्ट छैन सर हजुर हाम्रो सहमत छँदै छैन उत्तमजी यता आउनु त के भयो खास उत्तमजी यहाँ यो घटनाको जानकारी चाहिँ नि बिहान मैले 8 बजे थाहा पाएँ है अलिकति यो घटनासँग जोडिनुभन्दा पनि म चन्दागिरी नगरपालिका वडा नम्बर 5 को स्थानीय बासिन्दा चन्दागिरी नगरपालिकाको 15वटै वडामा भएका नराम्रा कामहरूको विरोध गर्ने राम्रो कामको स्वागत गर्ने व्यक्तिमध्ये म पर्छु अहिलेको अवस्थामा वडा नम्बर 14 मा यो घटना घट्यो भनेर बिहान थाहा पाइसकेपछिबाट अलिकति यो घटना चाहिँ जुन घट्यो यो हुनु नपर्ने घटना थियो कि यो घटना चाहिँ नि जनप्रतिनिधिको लापरवाहीले भएको विशेष गरी वडा अध्यक्षज्यू र अनि सदस्य हुनुहुँदो रहेछ दिपक श्रेष्ठ है उहाँको नामसँग अहिले छोडिदियौँ हामीले तर जनप्रतिनिधि भएर आइसकेपछि सर्वे सर्वामै छोटे राजामै भन्ने प्रविधि वडा नम्बर 14 मा छ यहाँको स्थानीय व्यक्तिहरू यहाँ हुनुहुन्छ तपाईँको यहाँबाट करिब 5 मिनट लाग्छ यहाँ बालकुमारी मन्दिर भन्ने छ यहाँ है बालकुमारी मन्दिरभन्दा माथि डाँडामा सार्वजनिक जग्गा छ अहिले वडा अध्यक्षले सार्वजनिक जग्गामा कसैको ज्यान लिने गरेर भवन बनाउनु पर्ने जरुरी थिएन त्यो छोटे राजा पारा भयो कि बालकुमारी मन्दिरभन्दा माथिपट्टि सार्वजनिक जग्गालाई खारेर एउटा व्यक्तिको घर लगभग त्यो जग्गा भनेको 1-2 आना पनि जग्गा छैन जबकि 2 आना जग्गामा काठमाडौँ महानगरपालिकामा बन्ला नगरपालिकाभित्र गाउँपालिकाभित्र कुनै पनि घर भवन बन्दैन त्यो चाहिँ नि नियम विपरीत हुन्छ स्वीकृति नलिकन घर बन्छ किनकि वडा अध्यक्षको नजिकको मान्छे हुन्छ अहिलेको अवस्थामा यो कोभिड-19 को बेलामा वडा नम्बर 14 का वडा अध्यक्ष र जो व्यक्ति यहाँ आरोपित व्यक्तिहरू हुनुहुन्छ उहाँले यो भवन बनाउनुको साटो स्थानीय व्यक्तिहरूको घरमा चुलो बलेको छ कि छैन चामल खान पाएका छन् कि छैनन् को भोकै छन् कसो घरमा रोग लागेको छ कोही बिरामी छन् भने एउटा सिटामल बोकेर गएको भए त्यो महान कार्य हुन्थ्यो कि अहिलेको बेलामा भट्टाभट यो घर बनाउने भनेको नेपाल अधिराज्यभर जनप्रतिनिधिहरूले ठेकेदारहरूसँग 10% चल्छ यो कुरा याद गर्नुहोस् 10% कुनै पनि टेन्डर काम गरे भने 10% चल्छ यो पर्सेन्टले गरेर गरेको त्यसैले गर्दाखेरि यहाँ म नाम तोक्न चाहँदैन तर चन्दागिरी नगरपालिका वडा नम्बर 14 को स्थानीयहरू पनि हुनुहुन्छ बालकुमारीको बालकुमारी मन्दिरभन्दा माथिको जुन सार्वजनिक जग्गामा त्यो सँगै एउटा भवन बन्दै गरेको छ त्यो कसको भवन म चिन्दिनँ तर त्यो भवन बनाउने व्यक्तिसँग रिसिभी भएर भनेको होइन तर त्यो भवन 2 आना जग्गामा बनेको छ त्यो भवन मापदण्ड विपरीत छ त्यो कसरी वडाबाट सिफारिस भयो त्यहाँ पनि कमिसन छ यो बिल्डिङ बनाएर आज 10,000 20,000 50,000ले गर्दाखेरि एउटा 26 वर्षको युवकले ज्यान गुमाएको छ युवक भनेको देशको होनहार व्यक्ति एउटा युवकले ज्यान गुमाएको छ परिवारमा रुवावासी चलेको छ यस्तै अटेरी पन गर्ने र मै छोटे राजा भन्ने जनप्रतिनिधि भएसम्म युवा मात्र होइन वृद्ध बच्चाले पनि ज्यान गुमाउनु पर्छ सबै कमिसन तन्त्रको खेल हो चन्दागिरी नगरपालिकामा आज जुन यो घटना 14 मा घटेको छ यो घटना कहीँ पनि नघटोस् चन्दागिरी नगरपालिकाको 15वटै वडा भित्रमा कति ठाउँहरूमा उत्तमजी तपाईँले चन्दागिरी नगरपालिकाको विभिन्न वडा कार्यालयमा भएका विकृति विसङ्गतिहरूको भण्डाफोर गर्दै आउनु भएको छ तर 14 नम्बर वडाको चाहिँ भण्डाफोर गर्न सक्नु भएको रहन्छ किन 14 नम्बर वडाको भण्डाफोर भएको थियो मैले फेसबुक लाइभबाट बालकुमारी मन्दिर अगाडि डोजर रोक्दाखेरि छ नि डोजर रोक्दाखेरि सार्वजनिक जग्गा छ मानव एउटा सार्वजनिक जग्गाको गोलो सार्वजनिक जग्गा छ त्यसको उतापट्टि एउटा व्यक्तिको जग्गा छ त्यो बाटो कहीँबाट जाँदैन अनि वडा अध्यक्षले भन्दाखेरि के भन्नुहुन्छ भने चाहिँ यो चौरलाई सट्ट स्लोप बनाएर अनि डोजर लाएर चाहिँ नि पार्क बनाउन लाग्यो भन्नुहुन्छ तर त्यो डोजर किन लगाइयो भन्दाखेरि त्यहाँ घर बनाउनलाई छ नि गाडी लान अप्ठ्यारो भएर बनाएर छ अहिले त्यो घर मापदण्ड विपरीत छ वडा अध्यक्षको साइन बिना कसरी चल्यो फिल्डमा जाने त्यो इन्जिनियरहरू के छन् त्यसैले गर्दाखेरि आज यो जुन यो घटना घटेको छ सबै एउटा पैसा 10,000 15,000मा जनप्रतिनिधि बिकेको कारणले गर्दाखेरि आज चन्दागिरी नगरपालिकाको एउटा युवकले जानु यसको जिम्मा कसले वडा अध्यक्षले लिने यस सम्बन्धित निकायको ध्यान आकर्षण होस् भोलिको दिनमा फेरि वडा अध्यक्ष ज्यू या जो संलग्न हुनुहुन्छ नि उहाँहरूको राजनीतिक पहुँच माथि सम्माननीय प्रधानमन्त्रीसम्म पनि होला या जोसँग नि होला होइन या नहोला पनि तर पहुँच र पावरको भरमा पैसाको बिटो ठेलेर चाहिँ नि न्याय मारेर अन्याय गर्न खोज्छन् भने त्यस्ता व्यक्तिलाई कारबाही हुनुपर्छ जो व्यक्ति यसमा संलग्न छ उनीहरूमाथि कारबाही हुनुपर्छ राजनीतिक ढाकछोप गर्ने बचाउने मेरो मान्छे तेरो मान्छे भन्ने अनि 1 हप्ता 10 दिन पछिबाट चाहिँ नि बाहिर फुकेर आएर फेरि साँडे बनेर चाहिँ नि कोही पनि हिँड्न पाइँदैन किनकि नियम कानुन भनेको प्रधानमन्त्रीलाई पनि लाग्छ राष्ट्रपतिलाई पनि लाग्छ नेपाल अधिराज्यभरका सबै आम नागरिकले नियम कानुन बराबर लाग्छ अहिलेको अवस्थामा यो घटना जनप्रतिनिधि वडा अध्यक्ष ज्यू र जनप्रतिनिधिको मिलोमतमा यो मेरै गोरुको 12 टक्का भनेर नगरेको भए घटना घट्दैन थियो तर यो घटना यदि आम नागरिक म उहाँ तपाईँ कसैले यो गरेको भए आज हामी कानुनी दायरामा गएर हामी खोरभित्र जागिसक्थ्यौँ होला तर अहिलेसम्म जनप्रतिनिधि वार्तामा नआउने सम्बोधन नगर्ने घरभित्र बसेर 8 बजे घटना घट्दाखेरि 10:30 11 बजेसम्म पनि जनप्रतिनिधि बाहिर नआउनु भनेको सायद उहाँको फोनको घन्टी घुम्दैछ होला सम्माननीय ज्यूहरूकोमा माथि टाउके जुन राजनीतिक
राजनीतिक छत्रछायामा बाँच्नको लागि उहाँले माथिसम्म फोन घुमाउँदै हुनुहुन्छ होला। याद गर्नु होला, चन्द्रगिरी नगरपालिकामा तपाईँ गलत हुनुहुन्छ भने वडा अध्यक्ष हुनुहुन्छ, सदस्य जो हुनुहुन्छ, तपाईँ गलत हुनुहुन्छ भने तपाईँले हो मबाट गल्ती भनेर स्वीकार्नुहोस्, जनताले बुझ्न सक्छ, पब्लिकले बुझ्न सक्छ। होइन मै ठुलो हुँ, यस्ता एक दुईजना व्यक्ति मरेर के पनि फरक पर्दैन, म पैसा कमाउँछु, म जनतालाई हेप्छु पेल्छु भनेर भन्नुहुन्छ भने तपाईँको त्यो दम्ब छ नि, थाती राख्नुहोस्। तपाईँको दम्ब त्यो बोकेर तपाईँ स्थानीय क्षेत्रमा बस्न पाउनु हुँदैन। तपाईँमाथि कारबाही हुनैपर्छ। तपाईँ दोषी हो भने तपाईँ जुन जनप्रतिनिधि पदमा हुनुहुन्छ, वडा अध्यक्ष जस्तो पदमा हुनुहुन्छ, त्यो पदबाट तपाईँले राजीनामा दिन सक्नुपर्छ। कानुन सबैलाई समान छ, कसैलाई तलमाथि कानुन सबैलाई समान छ। कानुन सबैलाई समान छ। यहाँ त चन्द्रगिरी नगरपालिकामा के छ भन्दाखेरि वल्लो घर पल्लो घरमा मनमुटाव भयो भने जनप्रतिनिधिले एउटाको समर्थन गर्ने, अर्कोलाई पेल्ने छ कि समान तरिकाले। चाहे नेपाली काङ्ग्रेसको वडा अध्यक्ष हुनुहुन्छ भने नेकपाका कार्यकर्ताले गरेको काम राम्रो छ भने ताली बजाउनुपर्छ, गलत छ भने गलत भन्नुपर्छ। तर यहाँ चाहिँ के छ भन्दा मेरो र तेरोले गर्दाखेरि सबै कुरा घटना घटेको, दोषीमाथि कारबाही होस्। कसैले राजनीतिक ढाक्छ खोल ओढेर म बच्छु, म के गर्न सक्छु र मसँग 2-4 लाख पैसाको बिटो फाल्न सक्छु भनेर भन्छ भने त्यस्ता घमण्ड नगरे हुन्छ। किनकि यो आज जुन विद्युत करेन्ट लागेर ज्यान गुमाउनु भएका सुशील महर्जन होइन, सुरेन्द्र महर्जन पनि सामाजिक अभियन्ता हुनुहुँदो रहेछ तपाईँ जस्तै। तपाईँ चिन्नुहुन्थ्यो उहाँलाई? उहाँसँग मेरो व्यक्तिगत भेटघाट पटक पनि भयो होला, तर उहाँलाई भेटेको घटनाहरू चाहिँ स्मरण मसँग छैन। तर म यहाँनिर यो घटना मलाई पनि पर्न सक्थ्यो। अहिलेको अवस्थामा यो घटनामा मलाई पर्दाखेरि मेरो साथीभाइ दाजुभाइहरूले सपोर्ट गर्ने हो कि उहाँलाई पर्दाखेरि हामीले गर्ने हो कि, किनकि हामी नाजायज कुराहरूको माग लिएर आएको होइन कि। यो घटना यहाँ घट्यो नि, चन्द्रगिरी नगरपालिकाको 14 नम्बर वडामा घट्यो भने चाहिँ नेपाल अधिराज्यबाट यस्ता छोटे राजाहरूले कति ठाउँमा आफ्नो पावर देखाएर जनता वडाध्यक्ष रामरी बस्नेतलाई तपाईँको मेसेज के छ भन्नुहोस् त? यस्तो उहाँ गल्ती गर्नु भएको छ भने उहाँले मेरो गल्ती भएको छ भनेर जनताको अगाडि भन्नु पर्यो। जनताले विभिन्न मागहरू राख्लान्, सम्बन्धित निकाय बसे दोषीमाथि कारबाही हुनै पर्यो। तर यदि उहाँ दोषी ठहरिनु हो भने जनताले माफी दियो भन्दामा उहाँले माफी पनि पाउनु हुँदैन। नेपालको अन्तरिम संविधानको धारा अनुसार उहाँमाथि जे उहाँ दोषी हुनुहुन्छ नि उहाँमाथि कारबाही हुने कुराहरू उहाँले सजाय भोग्नै पर्छ। स्वीकार्न तयार हुनु पर्यो, स्वीकार्न तयार हुनु पर्यो। किनकि गल्ती गर्ने भने गल्ती स्वीकार्ने व्यक्ति महान भनिन्छ नि, उहाँको महानता हामी हेर्न चाहन्छौँ। त्यसैले गर्दा त्यो सँगसँगै उहाँले अहिलेसम्म चन्द्रगिरी नगरपालिका वडा नम्बर 14मा आज सार्वजनिक जग्गामा मैले समर्थन गरेँ, भवन बढाएँ भनेर सार्वजनिक जग्गा समर्थन गरेको उहाँले फुइ लाउनुहुन्छ, चुरीफुरी गर्नुहुन्छ भने बालकुमारी मन्दिर लगायत विभिन्न ठाउँहरूमा मिचिएका सार्वजनिक जग्गाको छ नि उहाँले हिसाब किताब दिनु पर्यो। त्यो सँगसँगै र मापदण्ड विपरीत घुस खाएर भनौँ सिधै हिसाबमा, किनकि घुस नखाइकन त्यो काम भएको होइन। त्यस्ता कामहरू गर्नुभएको छ भने उहाँले विगतमा अहिलेसम्म कति कामहरू गर्नुभयो र आज घटनामा उहाँ दोषी हुनुहुन्छ भने कारबाही हुनु पर्यो। र अर्को बाहेक उहाँको अहिलेसम्मको जनप्रतिनिधि भएदेखिबाट अहिलेसम्मको उहाँको सम्पत्ति शुद्धिकरण हामी अहिले चाहन्छौँ, किनकि यस्ता कामहरू यो भनेको पैसाको खेल हो। उत्तमजी, हस्, धन्यवाद। दिदी